केही दिन अगाडिको कुरा हो। म आफ्नो पसलमा यसो सामान मिलाउँदै बसिराखेको थिएँ। उतादेखि एकजना पल्लो चोकमा छैला पसल गर्ने एकजना दिदी आएर मेरो पसल अगाडि उभिएर मलाई भनिन्, आहा भाइ त क्या राम्रो टिकटक बनाउनु हुँदो रहेछ, म त सधैँ लाइक सेयर र कमेन्ट पनि गर्छु भनेर भनी। मैले पनि हतार हतार हजुरलाई के सेवा गर्न सक्छु भनेर मैले भने। त्यसो भन्दा उनले मलाई केही दिनको लागि अलिकति पैसा आवश्यक परेको छ, पैसा सापट दिनुहोस् न भनेर भनिन्। अनि मैले पनि हतार हतार अब कति हो भनेर सोद्धा 50,000 भनिन्। 50,000 यहाँ पैसा थपक्क हातमा थमाइदिएर पठाइदिएँ। अब केही दिन बितेपछि पनि ती महिला आउँदिनन्। अनि खोज्दै खोज्दै जाँदाखेरि त उनको पसल ताला लागेको थियो। अनि पल्लो छिमेकीलाई सोद्धा होइन यहाँको छैला बेच्ने दिदी कता गइन् भनेर सोद्धाखेरि उनले त छैला बेच्ने दिदी त अस्ति पहिला गइन् भनेर भनेपछि त म त आजकल त साथी हो टिकटक पनि बनाउन पनि पुरा एलर्जी भए जस्तो भएर आउँछ।